If you have not forgotten, हिजो हामीले म्याथ्सको एनालाइटिकल जोमेट्री सुरु गरेको थियौँ नि है, त्यसको बेसिक्स पनि भइसकेको थियो। आज त्योभन्दा अगाडि बढ्छौँ हामी। यस, हिजो हामीले पोइन्टको कुरा गरेका थियौँ। 1 डाइमेन्सनमा के हुन्छ, 2 डाइमेन्सनमा के हुन्छ, अनि 3 डाइमेन्सनमा के हुन्छ, कसरी लोकेट गर्ने। आज त्यही कुरालाई हामी अगाडि बढाउँछौँ र हाम्रो टपिक चाहिँ अब पोइन्टबाट बढेर स्ट्रेट लाइनतिर जान्छ। अब चाहिने एकदमै मोस्ट इम्पोर्टेन्ट कुरा मात्रै म गर्छु र जुन प्रब्लम सल्भ गर्दै जाँदा जहाँ जे चाहिन्छ त्यो कुरालाई हामी अघि बढाउँला, राइट। त सबभन्दा पहिले हामी एज यो स्ट्रेट लाइनको कुरा गर्दै गर्दा एउटा ग्रेडियन्ट भन्ने वर्ड छ, तिमीहरूले पनि यो वर्ड सुनेको हुनुपर्छ, ग्रेडियन्ट अफ अ स्ट्रेट लाइन। अझ भन्नुपर्दा हामी स्लोप अफ अ स्ट्रेट लाइन पनि इन्फर्मल वेमा भन्छौँ है। आज त्यसकै कुरा गर्ने थोरै, त्यसपछि हामी अगाडि बढाउँदा। यो ग्रेडियन्ट वर्ड र अर्को हामीले फ्रिक्वेन्टली युज गरिराख्ने कमन वर्ड स्लोप, दुवैको मिनिङ सेम। एउटा स्ट्रेट लाइन एक्सेस अफ कोअर्डिनेट्ससँग कति इन्क्लाइन भएर बसेको हुन्छ त्यसको म्याथमेटिकल मेजरमेन्टलाई हामी स्लोप अर ग्रेडियन्ट अफ अ लाइन भन्छौँ है। भनेको जस्तो कुनै एउटा यो एक्सेस अफ कोअर्डिनेट्सहरू हो, यसलाई मैले ओरिजिन भने, यो एक्स एक्सिस, यो वाइ एक्सिस, हाम्रो स्ट्रेट लाइन चाहिँ यो, अनि यसले एक्स एक्सिससँग बनाएको एङ्गल थीटा है, यो स्ट्रेट लाइन हो जसको हामी कुरा गरिरहेछौँ। अनि यो स्ट्रेट लाइनले पोजिटिभ पार्ट अफ एक्स एक्सिससँग एन्टी क्लकवाइज डिरेक्सनमा बनाएको एङ्गल थीटा, थीटालाई राम्ररी डिफाइन गर्न जरुरी छ। थीटा के हो? इट इज एङ्गल made by the straight line, in anti-clockwise direction, मैले योभन्दा अगाडि बढ्दै कोसँग, with positive part of x-axis, or simply let me say with x-axis. x-axisसँग बनाएको हुनुपर्छ एङ्गल, एन्टी क्लकवाइज डिरेक्सनमा बनाएको हुनुपर्छ। जस्तो यो फिगरमा देखिरहेछौ हो, एक्ज्याक्टली यस्तै एङ्गल। वी आर नट वरिड अबाउट यतापट्टिको एङ्गल। अनि यो एङ्गल यदि थीटा हो भने यसको ट्यान्जेन्टली हो भने ट्यान अफ थीटालाई हामी यो लाइनको स्लोप या ग्रेडियन्ट भन्छौँ। एन्ड फर अ स्ट्रेट लाइन द स्लोप इज कन्स्ट्यान्ट क्वान्टिटी। तिमीले जुनसुकै दुईवटा पोइन्ट लिएर पनि लाइनको यदि स्लोप क्यालकुलेट गर्यौ भने यो कन्स्ट्यान्ट आउँछ। भनेको मैले यहाँ भएको एउटा पोइन्ट, अर्को पोइन्ट यहाँ भएको, यो दुईवटा पोइन्ट लिएर यसको स्लोप निकाल्यो भने तिमीहरूले स्लोप भनेको अर्को पनि फर्मुला बुझाएको छौ नि होइन, y2 माइनस y1 बाई x2 माइनस x1, राइज बाई रन भन्ने चलन थियो क्या अरे सानो क्लासेसहरूमा। अनि त्यो स्लोप भनेको y2 माइनस y1 बाई x2 माइनस x1 गर्दा हामीले जुनसुकै दुईवटा पोइन्ट लियौँ भने पनि we get the same value. So slope of a straight line is constant. एउटा स्ट्रेट लाइनको स्लोप कन्स्ट्यान्ट क्वान्टिटी हो। तिमीले जुनसुकै दुईवटा पोइन्टमा स्लोप क्यालकुलेट गर्यौ भने पनि you will get the same, एउटै आउँछ। अब यति बुझेपछि अब तिमीहरूलाई थाहा भएको कुरा हुनुपर्छ, म मात्रै कति बोलिराखौँ, you just let me know यसको एन्सर चाहिँ के होला। अब यो फर्मुलामा पनि म आउँछु, अहिले म त्यहाँ पुगिसकेको छैन, दुईवटा फर्मुलाको मात्रै कुरा गरेँ। यस, कुनै एउटा लाइन एक्स एक्सिससँग प्यारलल छ भने त्यसको स्लोप कति? एक्स एक्सिस, यो लाइन, यो स्ट्रेट लाइन हो, एक्स एक्सिससँग प्यारलल छ भने यो दुईवटा प्यारलल लाइन बिचको एङ्गल त हामी 0 सपोज गर्छौँ। त्यसो भए अघि भनेको हिसाबले tan 0 भन्नु पर्यो, एन्ड tan 0 इज 0। यदि तिमी सबैले नट टु नम्बर अनुप, यदि तिमीले एक्स एक्सिससँग प्यारलल लाइनको ग्रेडियन्ट स्लोप 0 भन्दैछौ भने यु आर राइट। कति सजिलो कुरा छ नि त।
त्यसो भए व्हाट अबाउट एक्स एक्सिस एक्स एक्सिस आफैको ग्रेडियन्ट चाहिँ कति हुन्छ भन्यो भने कति भन्ने m इक्वल्स टु 0 त्यसपछि वाइ एक्सिसको ग्रेडियन्ट चाहिँ कति भन्यो भने कति भन्नुपर्छ होला ग्रेडियन्ट अफ वाइ एक्सिस मैले सोधेको इन्फिनिटी ओके त्यो किन भएको होला इन्फाइनाइट tan 90 डिग्री यदि त्यो वाइ एक्सिसको कुरा गर्दैछौँ भने त्यसले एक्स एक्सिससँग बनाएको एङ्गल हामी कति बुझ्छौँ वाइ एक्सिसले एक्स एक्सिससँग एन्टी क्लकवाइजमा बनाएको एङ्गल हामी 90 डिग्री बुझ्छौँ त्यसो भए tan 90 डिग्रीको भ्याल्यु जति त्यो चाहिँ ग्रेडियन्ट अफ वाइ एक्सिस सिमिलरली एक्स एक्सिससँग प्यारलल छ भने स्लोप 0 अनि वाइ एक्सिससँग प्यारलल छ भने कति स्लोप इन्फिनिटी यो एकदमै बेसिक कुरा हो अब अल्मलिने कुरा हुनसक्छ त्यसैले अलिकति ध्यान दिनु पर्यो what is gradient gradient र स्लोप दे आर सिनोनिम्स टु इच अदर तिमीले स्लोप भनेर स्लोप अफ अ स्ट्रेट लाइन जे बुझेको छौ त्यही हो अब एक्चुअली यसले चाहिँ के दिन्छ भने इट मेजर्स द स्टिफनेस अफ अ स्ट्रेट लाइन विथ रेस्पेक्ट टु एक्सिस अफ कोअर्डिनेट्स भन्छ एउटा लाइन एक्सिस अफ कोअर्डिनेट्ससँग कति इन्क्लाइन भएर बसेको छ त्यसलाई हामी स्लोप भनेर भन्छौँ या ग्रेडियन्ट भन्छौँ ग्रेडियन्ट र स्लोप एउटै कुरा हो सानसानो कुरामा हामी धेरै नअल्मल्यौँला यो एक्सिस अफ कोअर्डिनेट एक्सिस अफ कोअर्डिनेट भनेको चाहिँ दे आर द रिफरेन्स लाइन फर लोकेटिङ एनी पोइन्ट अर फिगर इन ग्राफ के अरे त्यो ग्राफमा कुनै एउटा पोइन्टलाई गर्नलाई के चाहिन्छ हामीलाई रिफरेन्स लाइन जुन चाहिन्छ त्यसलाई हामी एक्सिस भन्छौँ एएक्सआइएस एक्सिस भयो भने चाहिँ त्यो सिङ्गुलर हो हामी एक्स एक्सिस वाइ एक्सिस लेख्छौँ अनि त्यही ठाउँमा एएक्सइएस भनेर लेख्यो भने इट्स अ प्लुरल अफ एक्सिस त्यो पार्टमा अलि ख्याल गर्नुपर्छ ओके यसरी कुनै इक्वेसन देख्यौ भने वाट डु यु अन्डरस्ट्यान्ड जीवनले भनेको कुरामा अहिले म आउँछु लिनियर इक्वेसन ओके अझ यसलाई ओके लिनियर इक्वेसन ठिक छ अरू केही भन्न मन लागेको छ लिनियर इक्वेसन बाहेक अझै फर्मल ल्याङ्ग्वेजमा युज लिनियर इक्वेसन इन्टु भेरिएबल नट ब्याड लेन्थ अफ पर्पेन्डिकुलर त्यो त होइन स्लोप नो 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 यो इक्वेसन देख्यो भने तिमी योलाई के भन्ने भनेर मैले सोधेको कि पोलिनोमियल ओके इक्वेसन अफ स्ट्रेट लाइन होइन मैले अझै फर्मल ल्याङ्ग्वेज खोजिरहेको छु स्ट्रेट लाइन इक्वेसन रिप्रेजेन्ट्स अ स्ट्रेट लाइन इन ग्राफ क्वाड्रेटिक त होइन क्वाड्रेटिक हुँदै होइन सिङ्गल इक्वेसन तिम्रो मेरो कुरै नमिल्ने रहेछ त नि general equation of a straight line general equation of a straight line अलिअलि छोयो ग्रेडियन्ट त जे पाए त्यही भन्न पाइँदैन है ल म चाहिँ के भन्छु general equation of first degree in x and y के बुझ्ने अरे general equation of first degree in x and y यसलाई यस्तो भन्नुपर्छ फर्मल ल्याङ्ग्वेजमा अब कुरा आयो यो फर्स्ट डिग्रीको पहिलो यो इक्वेसनलाई हेऱ्यो भने त देयर आर टु भेरिएबल्स एक्स एन्ड वाइ त्यही दुईवटा भेरिएबलको कुरा गरे हो यहाँ तर फर्स्ट डिग्री पनि जोडिएको छ फर्स्ट डिग्री भन्यो भने यहाँ युज भएको भेरिएबलको म्याक्सिमम पावर कति हुनुपर्छ 1 हुनुपर्छ भनेर सम्झिराख्ने दिस इज जेनरल इक्वेसन अफ फर्स्ट डिग्री जेनरल इक्वेसन अफ फर्स्ट डिग्री अझ केमा एक्स र वाइमा अब चाहिँ कुरा आयो यसले जहिले पनि के रिप्रेजेन्ट गर्छ नर्मली भन्यो भने इट रिप्रेजेन्ट्स अ स्ट्रेट लाइन इन प्लेन सर्फेस यसले के रिप्रेजेन्ट गर्छ स्ट्रेट लाइन इन प्लेन सर्फेस अब त्यही ठाउँमा यदि यस्तो इक्वेसन आयो भने अलि थोरै ठिक्क मात्रै कुरा गरिरहेको छु बिस्तारै पछि गएर हायर स्टडिजमा तिमी यो कुराहरू अझै इलाबोरेटेड फर्ममा पढ्छौ जेनरल इक्वेसन
होइन यो जोक गरे जस्तो लाग्छ त मलाई जेनरल इक्वेसन अफ सर्कल कसरी भयो त यो आहा आयुष खान के हो त्यो या जेनरल इक्वेसन अफ फर्स्ट डिग्री इन x y and z general equation of first degree in x y and z variables are prioritized अनि त्यसपछि यसले रिप्रेजेन्ट गर्ने भनेको एउटा प्लेन सर्फेसलाई रिप्रेजेन्ट गर्छ एक्स वाइ जेड भयो भने प्लेन सर्फेस नट ए स्ट्रेट लाइन अब यति चिनिसकेपछि हामी अझ अगाडि बढ्दै जान्छौँ तीनवटै भेरिएबल एक्स वाइ जेड छ भने प्लेनतिर दिमाग लाउने एक्स र वाइ मात्रै दुईटा भेरिएबल छ भने एक्स वाइ प्लेनमा स्ट्रेट लाइन रिप्रेजेन्ट गर्छ अब यो कुरा त सबैलाई थाहा भएको फर्म हो कुरा हो यो ax प्लस by प्लस c इक्वल्स टु 0 भनेर जुन हामीले भन्यौँ नि त्यो चाहिँ के जेनरल इक्वेसन अफ स्ट्रेट लाइन भनेर भन्दा पनि केही बिग्रिँदैन है इक्वेसन अफ स्ट्रेट लाइनको जेनरल फर्म हो त्यो अब स्ट्यान्डर्ड फर्मको कुरा गऱ्यो भने एज यु हेभ रेड अर्लियर तिमीहरूले पहिले पढिसकेको स्लोप इन्टरसेप्ट फर्म y इक्वल टु mx प्लस c यहाँनिर m एज अ कोएफिसिएन्ट अफ x छ त्यो देख्नुभन्दा पहिले लेफ्टपट्टि भेरिएबल y मात्रै छ विथ कोएफिसिएन्ट 1 भनेर तिमीले दिमागमा राख्नुपर्छ कुनै इक्वेसनमा अब x र y भएको भेरिएबल भएको कुनै इक्वेसनमा तिमीले थोरै सिम्प्लिफिकेसन गरेर अरू सबै टर्मलाई राइटमा ल्याउने एक्सेप्ट y लाई चाहिँ लेफ्टमै राख्ने अनि त्यसको कोएफिसिएन्ट 1 हुने गरी यदि राख्दियौ भने नाउ यु विल गेट इक्वेसन इन द फर्म y इक्वल टु mx प्लस c त्यस्तो हुन्छ कुरा हेर अनि त्यति बेला x को कोएफिसिएन्टलाई हामी स्लोप भनेर भन्छौँ यहाँ अघि भर्खर पढेको स्लोप या ग्रेडियन्टको कुरा यहाँबाट पनि निकाल्न सकिन्छ चेन्ज एन इक्वेसन इन दिस फर्म अनि कोएफिसिएन्ट अफ x जे आउँछ त्यसले के दिन्छ स्लोप दिन्छ एकछिनपछि हामी त्यो कुरा पनि थोरै गरौँला बिकज यो एकदमै पढिसकेको कुरा बेसिक कुरा रिभाइज गर्न मात्रै खोजेको यो चाहिँ y इन्टरसेप्ट अब फिगरमा यो कुरालाई हेर्नु पर्यो भने कसरी हामी लेख्छौँ एउटा स्ट्रेट लाइन छ ल यो चाहिँ ओरिजिन हो यो एक्स एक्सिस यो वाइ एक्सिस मैले ड्र गरेको स्ट्रेट लाइन चाहिँ यो स्ट्रेट लाइनले सपोज थीटा बनायो एंगल भने m इक्वल्स टु के हुन्छ tan थीटा अनि y इन्टरसेप्ट भने कति यसले y एक्सिसलाई जहाँ काटेको छ त्यहाँबाट ओरिजिनको यो डिस्टेन्सलाई y इन्टरसेप्ट c ले रिप्रेजेन्ट गर्छ यदि यस्तो हो भने हामी y इक्वल टु mx प्लस c यो c भनेको ओरिजिनबाटको पोइन्ट अफ इन्टरसेक्सन ओरिजिनबाट पोइन्ट अफ इन्टरसेक्सनको सम्मको डिस्टेन्सलाई y इन्टरसेप्ट m भनेको स्लोप अफ द स्ट्रेट लाइन यति दुईटा कुरा थाहा छ भने कोएफिसिएन्ट अफ y चाहिँ 1 नै हुनुपर्छ यस अलवेज 1 हुनुपर्छ किनभने यो इक्वेसनमै तिमी हेर न व्हाट इज द कोएफिसिएन्ट अफ y 1 त्यसैले यदि तिमी कुनै इक्वेसनलाई y इक्वल टु mx प्लस c को फर्ममा लादैछौ भने you have to make the coefficient of y 1 in the left अर्को त यो पनि थाहा छ होला डबल इन्टरसेप्ट फर्म यसमा चाहिँ के हुन्छ डबल इन्टरसेप्ट फर्म भने पनि पहिले फिगरमा बुझौँ कुनै लाइनले यो लाइन हो यो एक्स एक्सिस यो वाइ एक्सिस लाइनले एक्स एक्सिसलाई यो ए भन्ने पोइन्टमा काट्यो इन्टरसेक्ट गर्यो भने यो पोइन्टको ओरिजिनबाटको यो डिस्टेन्सलाई हामी एक्स इन्टरसेप्ट भन्छौँ it is part of x-axis cut off by the straight line है त्यसलाई हामी x इन्टरसेप्ट भन्छौँ यो a ले o देखि a सम्मको लेन्थलाई रिप्रेजेन्ट गर्छ एक्ज्याक्टली यदि त्यो लाइनले y एक्सिसलाई b मा इन्टरसेक्ट गर्छ भने के गर्ने त त्यो b पोइन्टको ओरिजिनबाटको डिस्टेन्स लिने यो b र यो यसलाई हामी y इन्टरसेप्ट अब यो a र यो b थाहा छ भने त्यति बेला x by a plus y by b equals to 1 डबल इन्टरसेप्ट फर्म भन्छ यस्तोलाई है तेस्रो परपेन्डिकुलर फर्म एकदमै लेस युज हुने हैन प्राय त्यो दुईटा चाहिँ फ्रिक्वेन्टली तिमी देखिरहेको हुन्छ होला यो चाहिँ तेस्रो x cos अल्फा plus y sin अल्फा equals to 1 अब यो केसमा चाहिँ कुरा के हुन्छ भने यहाँ दुईवटा कुरा युज भएको छ हेर यो यसमा दुईवटा आर्बिट्रेरी कन्स्ट्यान्ट छ एउटा m छ अर्को c छ
पहिलो केसमा। दोस्रो केसमा पनि दुईवटा आर्बिट्रेरी कन्स्ट्यान्ट्सहरू युज भएको छ, एउटा ए छ एउटा बी छ। एक्ज्याक्टली त्यस्तै यहाँनिर चाहिँ एउटा अल्फा छ, यो 1 नभएर यहाँ पी हुनुपर्छ है, एउटा पी हुनुपर्छ। अल्फा र पी दुईवटा आर्बिट्रेरी कन्स्ट्यान्ट हुनुपर्छ। अब फिगरमा अल्फा के हो परपेन्डिकुलर के हो भनेर बुझ्नु पर्यो भने सपोज यो स्ट्रेट लाइन हो, अरिजिनबाट यो लाइनमा परपेन्डिकुलर ड्र गर्ने, अनि यो परपेन्डिकुलर लेन्थ डिस्टेन्स जति हुन्छ त्यसलाई पीले डिनोट गर्छ, अनि यही परपेन्डिकुलरले एक्स एक्सिससँग बनाएको एङ्गललाई चाहिँ अल्फाले डिनोट गर्छ। अरिजिनबाट स्ट्रेट लाइनमा परपेन्डिकुलर ड्र गर्ने, लेन्थ अफ परपेन्डिकुलरलाई पीले डिनोट गर्ने, त्यही परपेन्डिकुलरले एक्स एक्सिससँग बनाएको एङ्गललाई अल्फाले डिनोट गर्ने। यो अल्फा र यो पी तिमीलाई थाहा भयो भने यो लाइनको इक्वेसन चाहिँ हामी एक्स कस अल्फा प्लस वाइ साइन अल्फा इक्वल्स टु पी भनेर लेख्छौँ। त यो चाहिँ हाम्रो तीनवटा स्ट्यान्डर्ड फर्म्स अफ द इक्वेसन अफ स्ट्रेट लाइन भयो। भनेपछि हामीसँग कतिवटा इक्वेसन हुँदो रहेछ स्ट्रेट लाइनको लागि? 4वटा है। त्यो 4वटा भनेको एउटा थप्दै मैले ax प्लस by प्लस c इक्वल टु 0, जनरल इक्वेसन, के अरे इक्वेसन अफ स्ट्रेट लाइन इन जनरल फर्म। साइन र कस ट्रिगोनोमेट्रिक रेसियोहरू हो। हामी अलटुगेदर 6वटा रेसियोजहरू पढ्छौँ। पी इज अ कन्स्ट्यान्ट, पीले लेन्थ रिप्रेजेन्ट गर्छ, यस कन्स्ट्यान्ट, अझ यसको भ्यालु पोजिटिभ हुनुपर्छ यहाँ परपेन्डिकुलर डिस्टेन्स भएकोले। स्लोप इन्टरसेप्ट फर्म, स्लोप इन्टरसेप्ट फर्ममा चाहिँ लाइनको स्लोप थाहा हुनुपर्छ, वाइ इन्टरसेप्ट थाहा हुनुपर्छ, अनि हामी त्यसको इक्वेसन y इक्वल टु mx प्लस c को फर्ममा क्यालकुलेट गर्न सक्छौँ। 1 पोइन्ट स्लोप फर्म त्यो त अहिले कुरै गरेको छैन हो, यो स्ट्यान्डर्ड फर्म भन्यो भने यो 3वटा मात्रै हुन्छ भनेर बुझ्नु पर्यो। अब तिम्रो पालो है त। लुक एट दिस क्वेसन एन्ड लेट मी नो द आन्सर के चाहिँ हुन्छ होला। ग्राफ स्ट्रेट लाइन हुन्छ, स्ट्रेट लाइन सबै सेम हुँदैन है। What is the form of equation of the line this? Hey, okay. Okay, stop. डबल इन्टरसेप्ट फर्म भन्ने कुरामा चाहिँ धेरैको आन्सर आयो ल। एकपल्ट इक्वेसनलाई राम्ररी हेर। त्यसैले जहिले पनि मल्टिपल चोइस क्वेसनमा तिम्रो पेसेन्स लेभल पनि चेक भइरहेको हुन्छ। यो हाम्रो इक्वेसन हो, हामीले पढेको डबल इन्टरसेप्ट फर्मलाई राम्ररी हेर्छौ भने what is the major thing that you have observed here? इक्वेसनमा हेर त के तिमीले अब्जर्भ गर्यौ? x by a plus y by b equals to 1. राइट साइडमा कन्स्ट्यान्ट हुनुपर्छ अनि त्यो 1 हुनुपर्छ, अनि मात्रै यो डबल इन्टरसेप्ट फर्म हुन्छ। तर यहाँ के छ? 5 छ। अब मैले यो इक्वेसनलाई 1/2 टाइम्स x, 1/3 टाइम्स y इक्वल टु 5 लेखेँ भने तिम्रो चित्त बुझ्छ कि नै? इज इट म्याथमेटिकली करेक्ट? मैले सोधे आउँ तिमीहरूलाई, मैले यो इक्वेसनलाई यसरी लेख्न पाउँछु कि नै? पाइन्छ। अब पाइन्छ भने लेट मी सपोज दिस टु बी ए, दिस टु बी बी, अनि दिस टु बी सी। यदि त्यस्तो भइदियो भने यो त ax प्लस by प्लस इक्वल्स टु सी भयो भएन? त्यसो भए यो त के हो? Yeah. Answer number 1. यसरी be careful before you answer the MCQs. त्यहाँ केही न केही कुनै न कुनै बेला ट्विस्ट हुन सक्छ, सही बेला सोझो तरिकाले नआउन सक्छ। ल
अघि सबैलाई लागेको थियो यो इक्वेसनलाई कसरी y इक्वल टु mx प्लस c या डबल इन्टरसेप्ट फर्ममा राइट साइडमा 1 हुनैपर्छ एन्ड अदर भेरिएबल सुड बी इन द लेफ्ट साइड। अब फेरि तिमीलाई कन्फ्युजन नहोस्, यदि त्यो अनि यो कुरा अहिले आउँछ, यहाँ यही स्लाइडमा आउँछ डबल इन्टरसेप्ट फर्ममा किन 1 राइट साइडमा, के कुरा ध्यान दिनुपर्छ त्यसमा। अब अबको टपिक भनेको यो जेनरल इक्वेसन अफ फर्स्ट डिग्री, यो स्ट्यान्डर्ड फर्म, यसलाई मैले यो फर्ममा लानु छ, y इक्वल टु mx प्लस c को फर्ममा लानु छ। इक्वेसन चाहिँ के छ, ax प्लस by प्लस c। अब तिमीले अब्जर्भ गर्नु पर्यो यो इक्वेसनलाई, त्यो फर्ममा लाने हो भने त्यो इक्वेसन चाहिँ कुन फर्ममा कस्तो छ, what is the speciality in this equation, y equal to mx plus c को मा देख्नुपर्ने स्पेशल कुरा के हो, एकछिन सोच, आन्सर गर्नु पर्दैन, मै भन्छु। y equal to mx plus c भन्ने इक्वेसनमा देख्नुपर्ने तिमीले चाहिँ के छ, त्यहाँ अब्जर्भ गर्नुपर्ने, देख्न त सबले देख्छ, यु निड टु अब्जर्भ। ल एकछिन सोच मात्रै, आन्सर मैले भने आन्सर मलाई चाहिँदैन, तिमी सोच मात्रै, के छ स्पेशल y इक्वल टु mx प्लस c मा। सोच्न मात्रै भने हो, आन्सर गर भने होइन है अहिले चाहिँ। ओके, अब तिमीले देख, म आन्सर गर्दैछु यसको। तिमीले देख्नुपर्ने चाहिँ के हो भने मात्रै भेरिएबल y चाहिँ लेफ्टपट्टि हुनुपर्छ, बाँकी सबै कुरा राइट। y मात्रै विथ कोएफिसिएन्ट 1 लेफ्टपट्टि राख्ने, बाँकी सबलाई राइटपट्टि ल्याइदिने। द्याट इज द स्पेशलिटी अफ दिस इक्वेसन। त्यसो भए हामी पनि त्यही ट्राई गरौँ न त, y वाला टर्मलाई लेफ्टपट्टि राखेँ, बाँकी सबैलाई राइटपट्टि लगेँ, लग्दाखेरि आई निड टु चेन्ज द साइन, माइनस ax माइनस c एन्ड आफ्टर द्याट y भनेको माइनस a बाई b टाइम्स x माइनस c बाई b, यसरी लेख्न पाइन्छ। अब तिमी यो इक्वेसन चाहिँ कम्प्लिटली mx प्लस y इक्वल टु mx प्लस c को फर्ममा कन्भर्ट भयो भनेर बुझ्नु पर्यो। त्यसो भए what is coefficient of x? This is m. अनि what is the y-intercept? सानो c is capital C divided by b or a minus b. त भनेपछि now we get another formula to calculate the slope of a straight line. के हुन्छ त्यो स्लोप भनेको m अनि त्यो हुन्छ minus a by b. And how we define this a? यसलाई कसरी डिफाइन गर्ने? a भनेको coefficient of x. So minus times coefficient of x divided by coefficient of y. यो स्लोपको कुरा भयो है। त यदि तिमीले स्ट्रेट लाइनको इक्वेसन देखेछौ, पाछौ अनि लन त यसो ग्रेडियन्ट क्याल्कुलेट गर भनेर कसैले सोध्यो भने यसरी जानु पर्यो। माइनस सी बाई बी भयो, यो माइनस सी बाई बी भन्ने जुन छ नि यतापट्टिको त्यो चाहिँ वाइ इन्टरसेप्ट हो। वाइ इन्टरसेप्ट कुनै बेला त्यो पनि चाहिहाल्न सक्छ। वाइ इन्टरसेप्ट इज माइनस सी बाई यो माइनस सी बाई बी, यही सी हो यहाँनिर। अर्को चाहिँ वाइ के हो? वाइ र एक्स चाहिँ भेरिएबल हो। वाइ र एक्स र वाइ भेरिएबल हो। जस्तो यो स्ट्रेट लाइन भन्ने यस्तो हुन्छ नि होइन। अनि कुनै एउटा पोइन्ट तिमी ऱ्यान्डमली सपोज गरिरहेछौ मुभिङ पोइन्ट भने यु निड टु सपोज एक्स एन्ड वाइ। अनि यो पोइन्ट यहाँ जता पनि हुनसक्छ तर त्यही स्ट्रेट लाइनमा पर्छ भनेपछि यो स्ट्रेट लाइनको लागि यो भेरिएबल्स हो एक्स एन्ड वाइ। अझ कोअर्डिनेट अफ अ मुभिङ पोइन्ट भनेर भन्न मिल्छ। Come to this. Converting the same equation in this form. अब फेरि तिमीले जुन फर्ममा लाने हो त्यो फर्मलाई हेरिराख्नुपर्छ। सी कन्स्ट्यान्ट होइन, तिमीले यहाँनिर मात्रै कुरा गर्नुपर्दा सी कन्स्ट्यान्ट हो। आई एग्री विथ यु। तर यही कुरा यहाँनिर भन्छौ भने यो सी को आफ्नो डेफिनेसन छ। सी भनेको वाइ इन्टरसेप्ट। सर सी 0 हुँदैन? यस, हुन सक्छ। जस्तै तिमीले एक्स
प्लस y इक्वल टु 0 भनेर लेख्यो भने y इक्वल्स टु माइनस x भनेर लेख्न पाउँछ। अब यसलाई त्यही फर्ममा लेख्ने भन्यो भने तिमीले यसरी लेख्नुपर्छ नि त। अनि दिस इज m अनि यो चाहिँ के हो c हो, y इन्टरसेप्ट 0 हुन सक्छ। सृजन मैले उतापट्टि त्यो इक्वेसनलाई एकछिन हेर अनि व्हाट इज द स्पेशलिटी इन दैट भन भनेर भनेको थिएँ। डिफाइन इक्वेसन अफ परपेन्डिकुलर फर्म। अरे बाप रे के भनेको त्यो? यो इक्वेसनलाई यो फर्ममा हामीले लानुपर्ने छ। मैले तिमीलाई भने यो इक्वेसनको के छ स्पेशलिटी मनमनमै सोचेर एकपल्ट राख्नु पर्यो। द स्पेशल थिङ इन दैट इक्वेसन, अब मैले भनेको आन्सर तिमीहरूसँग मिल्छ कि मिल्दैन। त्यो इक्वेसनको स्पेशल कुरा भनेको constant is there in the right side. Only constant is there in the right side and it is 1. Constant right side मा छ र त्यो 1 छ। अरु लेफ्ट साइडमा दुवै भेरिएबल्सहरु हुनुपर्छ। अब त्यस्तो हो भने यो इक्वेसनलाई डबल इन्टरसेप्ट फर्ममा लानुपर्ने छ भने मात्रै कन्स्ट्यान्टलाई राइट साइड लाने एन्ड यसलाई 1 बनाउने, यसलाई 1 बनाउने। अब त्यो 1 बनाउने चक्करमा हामी we divide both sides by minus c। यसरी फाइदा के राइट पट्टिको 1 हुन्छ। अब लेफ्ट पट्टि तिमीले हेर्यौ भने चाहिँ मैले यो बेसलाई छुट्याएर लेख्ने हो भने यस्तो हुन्छ। अब मलाई त x छुट्टै चाहिएछ, बरु मुनि जे भए पनि हुन्छ। त्यसो हो भने यो a लाई म म्याथमेटिकली यस्तो लेख्न रुचाउँछु, x बाई माइनस c बाई a प्लस y बाई माइनस c बाई b इक्वल्स टु 1। यो पुरैले यो a को काम गर्छ अनि यो पुरैले यो b को काम गर्छ। एन्ड दिस इज x इन्टरसेप्ट। x इन्टरसेप्ट कति भन्यो भने यहाँनिर x इन्टरसेप्ट माइनस c बाई a। y इन्टरसेप्ट भन्यो भने कति भन्यो भने that is माइनस c बाई b। यो x इन्टरसेप्ट यो y इन्टरसेप्ट यति त आउनुपर्छ। केही भन्न मन छ भने भन्न पर्यो, हैन भने यो सानोतिनो कुरा तिमीले सानोमा पढेको कुरा मैले रिभाइज गर्दै एकपल्ट हामी अगाडि बढिहाल्छौँ। अहिले नयाँ कुरा पनि पढ्नुपर्ने छ। a भन्यो x बाई a भन्ने इक्वेसनमा त्यो x बाई a प्लस y बाई b इक्वल्स टु 1 भन्ने इक्वेसनमा चाहिँ a भनेको x इन्टरसेप्ट हो। What is the gradient of a line represented by this equation? Gradient चाहिँ के हो भनेर भन्दैछ है। अब ग्रेडियन्ट चाहियो, स्लोप चाहियो भने डेफिनेटली हामीले y इक्वल टु mx प्लस c को फर्ममा लाने। त्यसो भए y मात्रैलाई लेफ्टपट्टि लेख्ने, बाँकी दुईवटैलाई राइटपट्टि ल्याउने। एन्ड द्याट y इज माइनस 2/3 अनि यसरी लेख्न पाइयो। 3 ले दुवैपट्टि डिभाइड गरेको। अब कोएफिसिएन्ट अफ x लाई हेर्ने, यो चाहिँ हुन्छ ग्रेडियन्ट और स्लोप माइनस 2/3 आन्सर सक्यो। यस धेरैजनाले यो कुरा गरिसकेको छु। यसरी गर्दा भयो हैन। म एकैपल्ट मलाई त फर्मुला कण्ठ छ, म एकैपल्ट लेख्छु भन्यो भने अघि हामीले यसरी लेखेका थियौँ माइनस यो हैन, यो लेख्दा नि हुन्छ। कोएफिसिएन्ट अफ x 2, कोएफिसिएन्ट अफ y 3 माइनस 2/3 यसरी जाँदा भयो। यु क्यान चुज इदर अफ द वे। पेयर अफ स्ट्रेट लाइन्स यो पनि तिमीहरूले म्याक्सिममले 10 क्लासमा अप्सन म्याथ लिएको छौ भने पढेको टपिक हो। अब नयाँ नयाँ कुरा थोरै गर्न म ट्राई गर्दैछु। मेबी यु माइट बी नोइङ फ्रम द प्रिभियस, त्यस्तो गाह्रो केही पनि छैन। मैले एकदमै गाह्रो अप्ठ्यारो बुझ्दै नबुझ्ने कुरा भने छैन। केही कुराहरू नयाँ हुनसक्छ, कहिले कहिले नयाँ कुरा गाह्रो लाग्न सक्छ, त्यति मात्रै कुरा हो। हेर्दै जाउँ यहाँ के आउँदै गर्छ। एउटा लाइन छ,
फर्स्ट लाइन त्यसको इक्वेसन a1x + b1y + c1 = 0 अर्को लाइन छ a2x + b2y + c2 = 0 हैन अब यो दुईटा लाइनले रिप्रेजेन्ट गर्ने लाइन्सहरु चाहिँ कस्तो हुन सक्छ वी आर टकिङ अन दैट यसले एउटा सिस्टम बनाउँछ दुईवटा भेरिएबल छ भने एउटा सिस्टममा दुईवटा इक्वेसन हुन्छ तीनवटा भेरिएबल्सहरु युज भएको छ भने एउटा सिस्टममा तीनवटा इक्वेसन्सहरु हुनुपर्छ अहिले हामी सिम्पलेस्ट केस हेर्दै छौं दुईवटा लाइन्स पेयर अफ लाइन्स छ भने एउटा चाहिँ यहाँ आइहाल्यो यसरी यहाँ देखाए जस्तो इन्टरसेक्टिङ लाइन्स हुन सक्छ यहाँ intersecting lines छ भने there will be a single point common in them दुईवटा intersecting line हुन्छ भने यसलाई जहाँ intersect गर्छ त्यसलाई हामी point of intersection भन्छौं and this is a single point which is common in these two lines यो दुईटा लाइनमा कमन भएको एउटा मात्रै पोइन्ट छ है अब यो सिचुएसनमा चाहिँ इन्टरसेक्टिङ लाइन्स हुनलाई चाहिँ यो कन्डिसन चाहिन्छ यो कन्डिसन्सहरु यसो सम्झिन सक्यो भने मजा हुन्छ है a1/a2 कहाँबाट आयो a1a2 भने यहाँबाट x को कोएफिसिएन्ट यो दुईटाको रेशियो must not be equal to ratio of the coefficient of y a1/a2 should not be equals to b1/b2 अनि मात्रै these two lines will intersect each other अर्को केसमा चाहिँ प्यारलल हुन सक्छ यो दुईटा इक्वेसनले प्यारलल लाइन रिप्रेजेन्ट गर्न सक्छ प्यारलल लाइन मीन्स they never intersect each other means यिनीहरुको यो डिस्टेन्स जहिले पनि के हुन्छ सेम हुन्छ परपेन्डिकुलर डिस्टेन्स अब यो सिचुएसनमा जसलाई हामीले प्यारलल लाइन्स भनिरहेका छौं त्यसको केसमा स्याटिस्फाई हुनुपर्ने कन्डिसन चाहिँ यो a1/a2 must be equal to b1/b2 and be sure that should not be equals to c1/c2 यो चाहिँ हुन पाउँदैन यस तिमीहरुले भनेकै कुरा पनि हुन सक्छ यसमा थोरै मोडिफिकेसन हामीले ल्यायौं भने स्लोप अफ द लाइन्स यहाँ इक्वल हुनु हुँदैन अनि यहाँ चाहिँ स्लोप मात्रै के हुनुपर्छ इक्वल हुनुपर्छ यहाँ कसले शकुन्तला यस m1 = m2 भनिरहेछौ त्यस्तो छ यो m1 र m2 स्लोपको टर्ममा जाने हो भने हामीले त्यसो गर्नुपर्छ अनि अर्को हुन्छ यस्तो लाइन्सहरु एकपल्ट ध्यान दियौ यहाँ त के भइरहेछ एउटा लाइन यो अनि अर्को लाइन यो दे आर ओभरल्यापिङ अपन इच अदर यसरी ओभरल्याप भयो भने हामी त्यसलाई कोइन्सिडेन्ट लाइन्स भन्छौं अनि त्यो लाइन्सहरु कोइन्सिडेन्ट छ हुनलाई चाहिँ यो कन्डिसन चाहिन्छ a1/a2 equals to b1/b2 equals to c1/c2 यो तीनवटै इक्वल भइदियो भने the lines will overlap upon each other यसमा एउटा पोइन्ट कमन थियो सिंगल कमन पोइन्ट यसमा कतिवटा पोइन्ट कमन छ एउटा पनि पोइन्ट कमन छैन नो कमन पोइन्ट यसमा कतिवटा पोइन्ट कमन छ infinite common points अब कुरा गर्ने यदि हामीले यो दुईवटा इक्वेशन्सहरु सल्भ गर्न खोज्यौं भने कस्तो सिचुएसन हुन्छ कोइन्सिडेन्ट भनेको त प्यारलल नै होइन र अब यहाँ त होइन है अब आउ यस्तो यदि इन्टरसेक्टिङ लाइन्सहरु तिमी को इक्वेशनलाई सल्भ गरिरहेछौ भने x को भ्यालु सिंगल आउँछ y को भ्यालु सिंगल आउँछ because single common point is there त्यो सल्भ गर्दा आउने भ्यालु x को भ्यालु र y को भ्यालुले यो पोइन्टको x कोअर्डिनेट र y कोअर्डिनेटलाई दिन्छ त युनिक सल्युसन हुन्छ इन्टरसेक्टिङ लाइनको केसमा युनिक सल्युसन x को सिंगल भ्यालु y को सिंगल भ्यालु यदि लाइन्सहरु प्यारलल छ भने नो कमन पोइन्ट मीन्स नो सल्युसन यसलाई तिमीले सल्भ गर्न ट्राई गर्यौ भने पनि सल्युसन x र y को भ्यालु आउँदैन नो सल्युसन अब यसलाई सल्भ गर्न खोज्यौ भने त
Infinite solution. Infinite solutions. यसरी सम्झिनुपर्छ यो बेसिक कुराहरू। ल त्यसपछि अब जाउँ अर्को कुरा गर्नुपर्छ। सल्युसन भनेको के हो? सल्युसन भनेको नर्मली चाहिँ इक्वेसनको केसमा भेरिएबल्सको भ्याल्यु विथ सेटिस्फाई द गिभन इक्वेसन। के भने मैले सल्युसन भनेको के हो भन्यो भने यो इक्वेसन्सहरूमा युज भएको भेरिएबलको भ्याल्यु हो जसले दुवै इक्वेसनलाई सेटिस्फाई गर्छ। a1 by a2 स्लोप होइन, a1 by a2 स्लोप होइन, तर तिमीले थोरै यहाँ क्रस मल्टिप्लाई गरिदियो भने यु विल गेट a1 by b1 इक्वल्स टु a2 by b2 अनि दुवैपट्टि माइनसले मल्टिप्लाई गर्न सकिन्छ। नाउ दिस इज द स्लोप m1 अनि यो स्लोप m2 अनि यो दुईटा इक्वल भयो भने लाइन्सहरू प्यारलल। ल अब तिमीलाई मैले गर्न दिएँ है यो। What is the point of intersection of the line this and this? आन्सर चाहियो मलाई। दुईवटा लाइन्सहरू छ यहाँ, x इक्वल टु a, x इक्वल टु y इक्वल्स टु b। यसको आन्सर चाहिँ के हुन्छ? ओके, धेरैजनाले मिलाछौ। I do see many of you have correctly answered. अब मेरो पालो भनिदिनु त पर्यो नि हैन? कुरा गरौँ x इक्वल टु a को। इट इज अ लाइन प्यारलल टु y एक्सिस। यस्तो यो x इक्वल टु a लाइन हो, प्यारलल टु, यहाँ a भन्यो भने यहाँदेखि यहाँसम्मको डिस्टेन्स a हुन्छ, यो दुईटा प्यारलल हुन्छ है। यो x इक्वल टु a लाइन हो। y इक्वल टु b भन्यो भने इट इज अ लाइन प्यारलल टु x एक्सिस। यो y इक्वल टु b लाइन, यो चाहिँ योसँग प्यारलल हुन्छ। अब के चाहियो त? पोइन्ट अफ इन्टरसेक्सन। पोइन्ट अफ इन्टरसेक्सन त यो हो। अब त्यो पोइन्ट अफ इन्टरसेक्सन कसरी पत्ता लगाउने? यहाँनिर यो y इक्वल्स टु b हो भने यो y इक्वल्स टु b हो, यो x इक्वल टु a हो भने यति a हुन्छ, यति b हुन्छ। अब यो पोइन्टको कोअर्डिनेट चाहिँ ab हुन्छ। सल्भ गर्यो भने यो आउँछ। त्यसो भए यहाँनिर पोइन्ट अफ इन्टरसेक्सन अफ द टु लाइन्स के भन्नु पर्यो? धेरैले भनेको कुरा मिलेछ, अप्सन 3 हैन। AB A, B is the point of intersection. अर्को पनि क्वेसन आइरहेछ। यसको आन्सर भन्नु पर्यो। Oh, very quick. सबैभन्दा इन्ट्रेस्टिङ कुरा त के छ भने नि यो अप्सन 4 छ, चाँडै भन्न भ्याइसक्यो कि तिमीहरूले। नट अल, सबैजना मिलाएर गर्ने हो भने चाँडै आन्सर आइसक्यो। ल A1 B1 C1 A2 B2 C2। म पहिले A1 by A2 निकाल्छु है। यो भनेको कोएफिसिएन्ट अफ x, यहाँ 2 छ, यहाँ 4 छ, यो इज 1 by 2। त्यसपछि म निकाल्छु B1 by B2, यहाँ 3 छ, यहाँ 5 छ। C1 by C2 हुन त यसैले आन्सर हामीलाई दिइसक्यो, यतिबाटै हामीले आन्सर पाइसक्यौँ। C1 by C2 5 by 10 1 by 2। हामीले अघि पढाएको थियौँ A1 by A2 नट इक्वल्स टु B1 by B2 हुने बित्तिकै, यहाँ त इक्वल टु छैन, इक्वल छैन नि, हुने बित्तिकै दे आर
intersecting lines. यति हो कुरो. एकपल्ट फेरि ब्याक आउँ त. यहाँनिर A1 by A2 not equals to B1 by B2 छ भने यो intersecting lines हो. यही कुरा हुने बित्तिकै हामी अरूतिर जाँदै जाँदैनौँ. त यहाँनिर intersecting lines चाहिँ हाम्रो आन्सर भयो है. What is the single equation representing अहिले चाहिँ point of intersection भनेको थियौँ. अब यसमा तिमी के सोच्छौ? यो दुईवटा लाइन्सहरू दिएको छ. यसलाई रिप्रेजेन्ट गर्ने सिंगल इक्वेसन लेख्नु पर्यो भने के? M1 र M3 इक्वल भएर त्यो A1 by A2 equals to C1 by C2 भएर केही मतलब छैन. It has no meaning. त्यसले केही फरक पार्दैन. ल तिमीहरूको आन्सर मैले देखेँ. अहिले पनि सेम सिचुएसन छ. सिचुएसन सेम छ भन्नुको मतलब अहिले पनि बढी तिमीहरूले 2 र 4 लाई टार्गेट गरिरहेको रहेछौ. 2 and 4 धेरैजनाको कुरा छ. हामी ट्राई गरिहेर्छौँ. अब यहाँ चाहिँ एउटा जिरो प्रडक्ट ल भन्ने प्रपर्टी छ. जिरो प्रडक्ट ल हो. त्योबाट हामी कुरा गरौँला है. पहिलो लाइन x इक्वल टु a छ. यसलाई म x माइनस a इक्वल्स टु 0 लेख्न पाउँछु. अर्को लाइन y इक्वल्स टु b छ. यसलाई y माइनस b इक्वल्स टु 0 भनेर लेख्छु. अब यो पनि 0 यो पनि 0 हो भने यो दुईटैलाई सिंगली लेख्दा कम्बाइन फर्ममा लेख्दा आई निड टु राइट दिस. अब तिमीले रियल नम्बरको केसमा यस्तो पढाएछौ नि. x इन्टु y इक्वल टु 0 छ भने इदर x 0 हुन्छ और y 0 हुन्छ. यसलाई जिरो प्रडक्ट ल भनेर भन्छ. प्रडक्ट 0 आउँदाको के ल हुन्छ भन्ने कुरा. त त्यही रुल यहाँनिर हामी युज गर्दैछौँ तर थोरै उल्टो पाराले. यहाँ दुईटै 0 छ त्यसैले यो इन्टु यो 0 हुनुपर्छ. अब यसलाई मल्टिप्लाई गर्ने xy माइनस ay माइनस bx प्लस ab इक्वल टु 0. अब हेर त यसमध्ये कुन चाहिँ अप्सन मिलिरहेछ? xy त सबमा छ. माइनस ay माइनस bx प्लस a. जसले जसले सेकेन्ड नम्बर भन्यो दे अल आर राइट. यसरी हो सिंगल इक्वेसन रिप्रेजेन्टिङ द टू लाइन्स निकाल्ने तरिका. अप्सन बी इज द करेक्ट आन्सर. यहाँनिर पनि लेखेर आइरहेको रहेछ आन्सर. मैले सबै इरेज गरेँ. एउटा लाइन x इक्वल टु a अर्को लाइन y इक्वल्स टु b. यो दुईटैलाई रिप्रेजेन्ट गर्ने सिंगल इक्वेसन लेख्नु पर्यो भने यो लेख्नुपर्छ अरे. ओके ल हामी पेयर अफ लाइन्स पढ्दैछौँ खासमा. त्यसैले मैले यो सबै बेसिक कुराहरू भने यो जम्मै कुराहरू तिमीलाई क्लास 11 मा चाहिन्छ. यो सबै कुरा अब नदोहोरिए पनि तिम्रो बेस यतिको हुनैपर्छ. अनि यु विल अन्डरस्ट्यान्ड द थिङ्स इन क्लास 11 म्याथ्स स्पेसली एनालाइटिकल जोमेट्रीमा. अब अझै इन्ट्रेस्टिङ कुरा गर्छु. अब कतिलाई इन्ट्रेस्टिङ मैले भने पनि नलागेको हुनसक्छ तर बुझ्यौ भने रमाइलो हुन्छ. एउटा लाइन यो एउटा लाइनको इक्वेसन अर्को लाइनको इक्वेसन यो हो. अब यसलाई मैले कम्बाइनली लेख्नु पर्यो भने अघि जसरी हामीले योभन्दा अगाडिको प्रब्लममा कम्बाइनली दुईटा लाइन्सलाई लेखेको थियौँ नि त्यस्तै यो दुईटालाई पनि कम्बाइनली लेख्न खोज्यौँ भने राइटिङ देम इन कम्बाइन्ड फर्म इक्वेसन त यस्तो आउँछ. हो कि होइन? एकपल्ट हेर त. यो इन्टु यो किनभने दुवैको राइट साइडमा 0 छ त्यसैले यो इन्टु यो इक्वल्स टु 0 भनेर लेख्ने. अब यो सबै मल्टिप्लाई गरौँ. मैले चाहिँ एकैपल्ट भ्याट्ट लेख्दिएँ. देयर आर 9 टर्म्स. हो कि होइन? हेर त. 3 वटा एउटामा अर्को 3 वटा अर्कोमा छ. अनि 3 वटा गऱ्यो भने त जम्मा 9 वटा टर्म हुन्छ. 9 टर्म्स. हेर त हाम्रो पनि 9 वटा टर्म छ कि छैन?
पहिलोले पहिलोलाई मल्टिप्लाई गर्यो a1 a2 x स्क्वायर आउँछ हैन पहिलोले दोस्रोलाई यसलाई गर्यो भने यो दुईटा टर्म आउँछ अनि फेरि एक्चुअली यसले तीनवटैलाई गर्नुपर्छ यसले तीनवटैलाई गर्नुपर्छ यसले तीनवटैलाई गर्नुपर्छ देन यु विल ह्याभ 9 टर्म्स अनि यसलाई थोरै मिलायो भनेको दुईवटा टर्म विथ xy आउँछ त्यसलाई यसरी लेखिदियो कमन लिएर दुईवटा टर्म विथ x आउँछ त्यसलाई कमन लिएर लेखिदियो दुईवटा टर्म आउँछ विथ y त्यसलाई कमन लिएर लेखिदियो भने 1 2 3 4 5 6 7 8 9 वटा टर्म आउँछ यो सिम्पल मल्टिप्लिकेसनबाट आएको कुरा हो अब यहाँनिर समथिङ स्पेसली आई वान्ट टु सपोज ध्यान दियो यो नयाँ कुरा हुनसक्छ तिम्रो लागि मैले यहाँ एउटा स्पेशल वेमा सपोजिसन गरिरहेको छु मतलब a1 a2 यहाँनिर छ यसलाई a ले सपोज गर्छु b1 b2 कोएफिसिएन्ट अफ y स्क्वायर यहाँनिर छ यसलाई b ले डिनोट गर्छु c1 c2 कन्स्ट्यान्ट यहाँनिर छ यसलाई म c ले डिनोट गर्छु नपढिकन सुरुमै गाह्रो भन्नु हुँदैन एभ्रिथिङ इज डिफिकल्ट बिफोर इट बिकम्स इजी म्याथ्स पढ्ने मान्छेले यो लाइन दिमागमा राख्नुपर्छ म्याथ्स पढ्ने मान्छे मात्र होइन अलाइभ मान्छेले जिउँदो मान्छेले यो कुरा दिमागमा राख्नुपर्छ के कुरा एभ्रिथिङ इज डिफिकल्ट बिफोर इट बिकम्स इजी इजी हुनुभन्दा अगाडि सबै कुराहरू गाह्रै हुन्छ है ल मैले के भने यो a1 a2 लाई a ले डिनोट गर्दैछु b1 b2 लाई b ले डिनोट गर्दैछु यहाँ आएको c1 c2 लाई c ले डिनोट गर्दैछु तर त्यो बाहेक पनि अरु कुरा छ नि छ हेर त b1 c2 b2 c1 यो कोएफिसिएन्ट y को कोएफिसिएन्ट c1 a2 a2 c1 यहाँ छ a1 b2 b2 a1 यहाँ छ अब यो कुराहरुलाई कसरी सपोज गर्ने यहाँ दुईवटा टर्म छ a b c लहरी सक्यो त्यसपछि के d e छोड्दिन्छु दुईटालाई अब f बाट सुरु गर्छु लेट मी सपोज दिस टु बी 2f दुईटा टर्म छ सो 2 कोएफिसिएन्ट f पछि के आउँछ d e f g h अब यहाँ 2g यहाँ 2h दुईवटा टर्म छ भने 2 ले मल्टिप्लाई गर्ने हो अब यो खालको सपोजिसन गरे भने यो इक्वेसन चेन्ज भएर यस्तो बन्छ हेर त के भयो यहाँ a यहाँ b यहाँ c अनि 2f 2g अनि 2h यसरी लेख्यो भने दिस इक्वेसन रिड्युसेस टु दिस अब यो इक्वेसन त तिमीले पढाइ गर्नुपर्छ म्याथ्स पढ्यौ भने अब यो सर्कलको इक्वेसन होइन है यसलाई भन्छ जनरल इक्वेसन अफ सेकेन्ड डिग्री इन x एन्ड y के भन्छ यसलाई जनरल इक्वेसन अफ सेकेन्ड डिग्री इन x एन्ड y है जनरल इक्वेसन अफ सेकेन्ड डिग्री इन x एन्ड y भनेर हामीले अब्टेन गर्यौं त यहाँ भयो के त भन्दा तिमीले दुईवटा स्ट्रेट लाइनको इक्वेशन्सहरुलाई कम्बाइन फर्ममा लेख्यो भने जनरल इक्वेसन अफ सेकेन्ड डिग्री आउँछ डज इट मीन जहिले पनि जनरल इक्वेसन अफ सेकेन्ड डिग्रीले अ पेयर अफ लाइन रिप्रेजेन्ट गर्छ नो जहिले पनि त्यस्तो उल्टो चाहिँ जहिले पनि ट्रू नहुन सक्छ लेट मी रिपिट अगेन मैले के भने तिमीले दुईवटा स्ट्रेट लाइनको इक्वेशन्सहरुलाई कम्बाइन फर्ममा लेख्यौ भने या तिमीले दुईवटा स्ट्रेट लाइनको इक्वेसन कम्बाइन फर्ममा लेख्यो भने जहिले पनि यु विल गेट जनरल इक्वेसन अफ सेकेन्ड डिग्री अब ठीक त्यसको उल्टो डज इट मीन जनरल इक्वेसन अफ सेकेन्ड डिग्रीले जहिले पनि अ पेयर अफ लाइन रिप्रेजेन्ट गर्छ एन्ड द आन्सर इज नो जहिले पनि गर्दैन फेरि दोहोर्याउँदैछु दुईवटा स्ट्रेट लाइनको इक्वेशन्सलाई तिमीले कम्बाइन्डली लेख्यौ भने जनरल इक्वेसन अफ सेकेन्ड डिग्री आउँछ तर जनरल इक्वेसन अफ सेकेन्ड डिग्रीले जहिले पनि अ पेयर अफ लाइन रिप्रेजेन्ट गर्दैन कुरा अगाडि बढाउँ यही थियो हामीले अब्टेन गरेको जनरल इक्वेसन अफ सेकेन्ड डिग्री अब यसले के रिप्रेजेन्ट गर्छ भन्यो भने दुईटा कुरा रिप्रेजेन्ट हुन सक्ने चान्सेस छ एउटा डेल इक्वल्स टु 0
आयो भने एक खालको, अर्को यो डेलको के हो मिनिङ म भन्छु। यो डेल भनेको यति लामो एक्सप्रेसन जसमा युज भएको कन्स्ट्यान्टहरू सबै यहाँ छ। अहिले मैले डेरिभेसन भनेको छैन, यसको डेरिभेसन छ, तर तिमीले सम्झिनु बुझ्नु चाहिँ पर्छ अहिले नै। बुझ्यो भने राम्रो, फाइदा यो क्लासमा बसेको। डेलको भ्यालु 0 भनेको मतलब यो एक्सप्रेसनको भ्यालु यदि 0 आयो भने त्यति बेला एउटा सिचुएसन हुन्छ, अर्को 0 नआउने केस पनि हुनसक्छ, नआयो भने अर्को केस हुन्छ। अब के हुन्छ त, यदि डेलको भ्यालु 0 आयो भने यो इक्वेसनले अ पेयर अफ लाइन्स रिप्रेजेन्ट गर्छ। यदि डेलको भ्यालु 0 आएन भने यसले यो जेनरल इक्वेसन अफ सेकेन्ड डिग्रीले कर्ब्स रिप्रेजेन्ट गर्छ, जसलाई हामी कस्तो कर्ब्स भन्दा, जसलाई हामी फर्मली भन्दा कोनिक सेक्सन्स भन्छौँ। अनि त्यो कोनिक सेक्सनभित्र के पर्छ भन्यो भने त्यो इलिप्स हुनसक्छ, त्यो प्याराबोला हुनसक्छ, त्यो हाइपरबोला हुनसक्छ, त्यो तिमीले भने जस्तो अघि सर्कल पनि हुनसक्छ। These are the things or the curves will be represented by general equation of second degree. अहिले तिम्रो लेभलमा सुरुमा तिमी यति कुरा बुझ्छौ भने धेरै कुरा बुझे जस्तो हुन्छ है। डेलको भ्याल्यु यो एक्सप्रेसन कसरी आयो त्यसको डेरिभेसन पनि हुन्छ, 11 मा पढ्नुपर्छ। तर अहिले हामी त्यो नगरेर मात्रै डेल्टा भनेको यति लामो हुँदो रहेछ, यसको भ्यालु 0 आयो भने चाहिँ यो जेनरल इक्वेसन अफ सेकेन्ड डिग्रीले अ पेयर अफ लाइन रिप्रेजेन्ट गर्छ। अनि होइन यसको भ्यालु 0 आएन भने चाहिँ यसले कर्ब्स रिप्रेजेन्ट गर्छ, जसलाई फर्मली हामी कोनिक सेक्सन्स भन्छौँ। अब त्यो कोनिक सेक्सन भनेको के हो, कस्तो कर्ब्सहरू हुन्छ त्यसमा भने नि यो चारवटा, त्यो इलिप्स हुनसक्छ, त्यो प्याराबोला हुनसक्छ, त्यो हाइपरबोला हुनसक्छ, त्यो सर्कल हुनसक्छ है त। त यो इन्ट्रेस्टिङ इक्वेसन हो र एकदमै सिग्निफिकेन्ट इक्वेसन। हामीले यो इक्वेसन प्रुभ पनि गर्नुपर्छ हो, अहिले पर्दैन, अहिले तिमीले जस्ट इन्फर्मेसन राख्ने हो दिमागमा, 11 पढ्यौ भने चाहिँ पर्छ। डेरिभेसन भनेको के हो, डिराइभ गर्ने, यो फर्मुला यो कसरी आयो भनेर प्रुभ गर्नु चाहिँ डेरिभेसन हो भनेको। अगाडि बढ्दैछु, यहाँ पछि अगाडि यो त्यही अघिको जेनरल इक्वेसन अफ सेकेन्ड डिग्री। अब यसमा मैले यो जी को भ्यालु 0, यो एफ को भ्यालु 0 अनि यो सी को भ्यालु पनि 0 सपोज गरेँ भने के हुन्छ। अब त्यो सपोज गर्दाखेरि यो तीनवटै टर्म्सहरू 0 हुन्छ, बाँकी यति तीनवटा टर्म इक्वल टु 0 हुन्छ। अब यो चाहिँ तिमीले क्लास 10 मा अप्सनल म्याथमा पढेको हुनुपर्छ। अब यो के हो त भन्दा यसलाई हामी होमोजिनस इक्वेसन अफ सेकेन्ड डिग्री भन्छौँ, त्यही हो नि त। यस, अघि योभन्दा अगाडि नै तिमीहरूले त्यहाँ कमेन्टमा लेखे जस्तो लागेको थियो, होमोजिनस इक्वेसन अफ सेकेन्ड डिग्री भनेको मतलब जेनरल इक्वेसन अफ सेकेन्ड डिग्रीबाट हामी होमोजिनस इक्वेसन अफ सेकेन्ड डिग्री यो कन्डिसनमा अब्टेन गर्ने रहेछौँ। एन्ड यु नो भेरी वेल यो होमोजिनस इक्वेसन अफ सेकेन्ड डिग्रीले जहिले पनि अ पेयर अफ लाइन्स रिप्रेजेन्ट गर्छ अरिजिनबाट जाने। त्यो कस्तो हुन्छ, जस्तै यो एक्सिस अफ कोअर्डिनेट्स, यो अरिजिन हो भने एउटा लाइन यो, अर्को लाइन हो, यस्तो नेचरको दुईटा लाइनहरू जो जहिले पनि कहाँबाट जान्छ, अरिजिनबाट जान्छ। यस्तो लाइन्सलाई यो इक्वेसनले रिप्रेजेन्ट गर्छ। अनि यिनीहरू बिचको एङ्गल यदि मैले थीटा सपोज गरेँ भने त्यो क्यालकुलेट गर्ने फर्मुला पनि अझ यहाँ प्लस माइनस थपिदिउँ, tan थीटा इक्वल्स टु प्लस माइनस 2 टाइम्स अन्डर रुट h स्क्वायर माइनस ab बाई a प्लस b भनेर पढायो। अब यो दुईवटा लाइन्सहरू कोइन्सिडेन्ट एकअर्कामा ओभरल्याप भयो भने 2 पनि हुन्छ, ओके। अनि h स्क्वायर माइनस ab कोइन्सिडेन्ट, a प्लस b इक्वल टु 0 परपेन्डिकुलर हुने सिचुएसन्स। यतिसम्म मैले लेखिसकेँ, थपिसकेँ। यतिसम्म तिमीहरूले पेयर अफ लाइन्समा रिभाइज गर्यौ भने सजिलो हुन्छ है। यो बाहेक क्वेसन्सहरू पनि छ, बट वी आर एक्ज्याक्टली एट 9। यो खालको क्वेसन्स हेरेर त तिमी गर्न सक्छौ। यस, यो दुईटा लाइन्सहरू यो होमोजिनस इक्वेसन अफ सेकेन्ड डिग्री हो, यसको बिचको यसले रिप्रेजेन्ट गर्ने लाइनहरू बिचको एङ्गल 90 डिग्री हुन्छ भने a प्लस b बराबर 0 हुन्छ। त्यसो भए 2 प्लस माइनस k को भ्यालु 0 हुन्छ भनेको 2 माइनस k इक्वल्स टु 0, सो वी गेट द्याट k इक्वल्स टु 2, अप्सन सी है। अर्को क्वेसन पनि गरिहालौँ, यो पनि होमोजिनस इक्वेसन अफ सेकेन्ड डिग्री तर कोइन्सिडेन्ट लाइन रिप्रेजेन्ट गर्ने भन्दैछ। a को भ्यालु कोएफिसिएन्ट अफ x स्क्वायर, b को भ्यालु
कोएफिसिएन्ट अफ y स्क्वायर अनि 2h भनेको xy को कोएफिसिएन्ट h को भ्यालु 4 आयो अब यहाँ कोइन्सिडेन्ट भनेकोले वी हेभ अ कन्डिसन h स्क्वायर इक्वल टु ab हैन h को भ्यालु 4 को स्क्वायर अनि a भनेको 2 b भनेको k यो भनेको कति आयो 16/2 इज k सो द k इज 8 अप्सन 8 सजिलो हैन पढेको मान्छेलाई खासै गाह्रो लाग्दैन यो कुराहरु ल यति गरौँ I don't want to take your more time. I'm sorry that I took your 1 minute extra. अब फेरि हाम्रो अर्को भेटमा अब अर्को भेटमा अझै हामी कोनिक सेक्सनतिर जान्छौँ एउटा क्लास त्यति गरेपछि हाम्रो यो सकिन्छ आजलाई हामी यति गरौँला सी यू सुन बाइ बाइ